Hello everyone, good morning and welcome back again in my mini vlog. आज चाहिँ फेरि हामी आमा छोरी मर्निङ 5:30 नै उठेर चाहिँ मर्निङ वक जानको लागि रेडी भएर पनि निस्किसकेका छौँ। सो बाहिरको इन्भाइरोमेन्ट चाहिँ एकदमै फ्रेश कुल अनि त्यसमाथि यो ग्रिन इन्भाइरोमेन्ट अनि त्यसपछि यो क्लाउड त झन् यो त हेर्दा नै मनै खुसी हुने इन्भाइरोमेन्ट छ। सो गणेशमान सिंहको स्ट्याचु भएको पार्क चाहिँ हाम्रो घरको नजिकै भएको कारणले गर्दा आज चाहिँ हामीहरूले त्यो एरियामा चाहिँ जाने निर्णय गर्यौँ। सो घुम्दै फिर्दै यो एरियासम्म आइपुग्यौँ। त्यसपछि माथि जानलाई चाहिँ यो भर्याङ चढ्न पर्ने रहेछ। मेरो मम्मीको चाहिँ निजमा हल्का प्रब्लम भएको कारणले गर्दा बिस्तारै चढ्यौँ माथि हामीहरू। बिस्तारै चढ्यौँ, हल्का एक्सर्साइजहरू स्ट्रेचिङ पनि गरियो बिचबिचमा होइन। खुसी लाग्यो, फ्रेस भयो। माथि गएर हेर्दाखेरि त कति मान्छेहरू चाहिँ योगा गर्दै हुनुहुँदो रहेछ, कति मान्छेहरू एक्सर्साइजहरू गर्दै हुनुहुँदो रहेछ। खुसी लाग्यो धेरै नै, सबलाई देख्दा मोटिभेट पनि भयौँ। अनि त्यसपछि हामीहरू अर्को साइडमा जाँदाखेरि चाहिँ अर्को पल्लो डाँडामा चाहिँ मन्दिर रहेछ। त्यहाँनिर चाहिँ अब यहाँसम्म आइसकेपछि दर्शन किन नगर्ने त भनेर भन्नुभयो आमाले। त्यसपछि बिस्तारै बिस्तारै तल ओर्लेर भगवान्को दर्शन गर्नलाई फेरि माथि चढ्न पर्ने रहेछ। फेरि माथि बिस्तारै चढ्यौँ हामीहरू। इन्भाइरोमेन्ट त भन्नुहुन्छ भने गाइज इट वाज रियली अमेजिङ। मन्दिरको भाइब्स हामीहरू सबैजनालाई थाहा नै छ। हाम्रो देशमा त अब जता हेरे पनि मन्दिरै मन्दिर छ। मन्दिरमा जाने बित्तिकै आत्मालाई कस्तो शान्ति, दिमाग चिसो शान्त भएको फिल हुन्छ नि। अनि यहाँ आयौँ, त्यसपछि भगवान्को दर्शन गऱ्यौँ। अनि त्यसपछि हल्का भ्यूहरू पनि एकदमै राम्रो देखिरहेको थियो, मर्निङको यो भ्यू है। अनि फोटोजहरू लियौँ। अनि त्यसपछि हामीहरू जुन बाटो आएको त्यो बाटो नगएर अर्को बाटो चाहिँ चुज गऱ्यौँ। सर्टकट बाटो पुग्छ कि भनेर खासै बाटोको नलेज चाहिँ थिएन हामीलाई उतापट्टिको। तै पनि हामीहरू लेट्स एक्सप्लोर भनेर आमा छोरी चाहिँ टुई 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 हिँड्दै बिस्तारै यहाँ पनि भर्याङ नै थियो तल ओर्लिनको लागि। हल्का एजेड पिपलहरूलाई चाहिँ भर्याङ चढ्नलाई चाहिँ अलिक गाह्रो हुँदो रहेछ गाइज, माथि जानलाई आउनलाई होइन। त्यही पनि हामीले वी डिड इट सक्सेसफुल्ली। अनि त्यसपछि हामी बिस्तारै घरतिर आयौँ गाइज। हाम्रो मर्निङ त फ्रेस कस्तो दामी भयो। अनि सबैजना चाहिँ मर्निङ वकलाई जाने गरौँ है गाइज। आफ्नो हेल्थ चाहिँ फिट राख्नुपर्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।